फ्लाइट पिक गर्न गइरहेछौँ। बुधबारको फ्लाइट छ हाम्रो 5 बजेको 4:55 को। अनि अहिले अब यसो हेर्दाखेरि एयरपोर्टमा अब फेरि अब यो अर्को रस, अब यो दसैँमा त एयरपोर्ट त साह्रै नै एकदमै बिजी नै ठाउँ हुने रहेछ है। अब आइपुगिहाल्यौँ हामी, मान्छेहरू टिका लाएर अब यताउति जाँदैछ। हामी चाहिँ अब फ्लाइट समात्न जाँदैछौँ। हाम्रो छोरी very pumpy and active. Let's see.
डोमेस्टिक पनि राम्रो अब यो एयरपोर्टको फेरि हुँदैछ चेन्ज हुँदैछ पोलिटिसियनहरूलाई भगाएको हेलिकप्टर बाई बाई डोमेस्टिक एयरपोर्ट त प्याकम प्याक फुल प्याक डोमेस्टिक टर्मिनल को हरिबिचो फुल बिजी चढ्ने प्लेन आयो 9 AMD delays विमान को लुटको कारण निर्वाचन सिर्फ बेटीबाग में संकेत बस्ती को साथ ही हमने निर्देशना पालन गर्न अनुरोध गर्दछौँ धन्यवाद डियर मदर पैसेंजर अटेन्सन प्लीज रिमेन इन द लोड बैलेंस ऑफ दिस एयरक्राफ्ट वी रिक्वेस्ट नाइस कूल ब्रीज ए यहाँ त स्टाफकै रिलेटिभ पर्नु भएछ nice cold air मेरी चानु मेरी नातिनी मेरी लक्ष्मी मेरी धनलक्ष्मी मेरी देवी मेरी भगवती मेरी राधा रानी छैन बिहानदेखि उसले दिएको छैन हामीले मैले सुनेनलाई नि टिका लगाइदिएको छैन छोरीलाई पनि टुप्पो ल्याउनु पाएको छैन खुट्टा त दिन्छ खुट्टा त खुसी भएर दिन्छ नि अनि पैसा पनि खुसी भएर लिन्छ है म पनि नानी मलाई नदिनु छोरी जाइला पनि वेलकम धन्यवाद मेरो नातिनी सहित वेलकम ल आउ सहाना कम वर्ष पछाडी ओहो 2 वर्ष यिनी कति महिनाकी थिइन् 3 महिना यिनी छोडेर आउँदाखेरि 6 महिना पासिसकेर आएको 6 महिना हैन 6 महिनामा अनि उहाँ आमाको चाहिँ यहाँनिर त त्यो के ल्याल्ले गरेर पुरै भिजाएर ज्याकेट भिजाएर पठाइदिएको हैन त एयरपोर्टमा उसले कस्तो गर्थे रे अस्तिसम्म गर्थे ए यहाँ हेर त तिमीले त अझ चिन्नुपर्ने मान्छे ऊ माथि हेर त माथि को रहेछ ऊ अघि भनिन्छ ए अनि ऊ त्यो को त्यो टोपी लाउने को त्यो टोपी लाउने को त्यो हेर त ऊ कालो टोपी लाउने को मम्मी अझै टोपी लाउने यो कालो टोपी लाउने यो को हब्बा थाहा छ उसलाई थाहा छ अनि यो के हो यो मामुको हो हेर बसिस मम्मीको डल छोरीले टेडी हो नि कहाँ मामी हो त नि मामी त टेडी होइन टेडी तिम्रो टेडी हो खै थ्याङ्क यू भने तिमीले थ्याङ्क यू भन्यौ खै थ्याङ्क यू भने खै मामुले खेलाउने टेडी
छोरीले खेलाएको छ हेर्नु उसलाई चाहिँ यसो थ्याङ्क यू सरी प्लिज चाहिँ भन्न लगाइहाल्नुपर्छ है यसलाई सिकाएर छौँ हामीले थ्याङ्क यू सरी प्लिज भन्न लगाइहाल्नुपर्छ नत्र बुझ्दिस् भनेको बुझ्दिस् को चिना त को भन्न न चस्मा लगाउनु भएको हाजिरीले उसले त चस्मा भन्दैन उसले त चसेन्ना भन्छ नि त चसेन्ना प्रसाद त्यो भाइ टिका लाउनु दियो र तिमीले आज बिहानदेखि टिका लाउनु दिएर मन्दिरको क्या हो यस्तै हो तलको झुन्डिएको राम्रो हुँदैन कलर निकाल्दिनु कलर बाहिर फुल पनि उता मङ्गलबारे नै हो है कति राम्रो चराको यो गुण पनि बनाएको रहेछ डुम्रे आज यो सेकेन्ड दिन टिकाको खै चिकन खै खै चिकन खै गयो चिकन गयो ओहो खुर्सानी फल्दै रहेछ यहाँनिर What is this? चिकन गयो भिन्डी पनि फल्दै रहेछ सानो बोटमा पनि हेर त के हो त्यो पानी कसरी आयो ऊ चिकन आयो हेर त चिकन आयो खै पानी टच गरेर छोरा छौ पानी टच छिप्लिन्छ है पानी फुल्छ अनि यसरी बाटो पनि फुल्छ हाम्रोमा रोपेर सिमल होइन सिरुकास सुकाएर घरमा सजाउनु चलेको छ नि अनि यो त अनि यो त अनि भाइरल होइन त नि हाइवेमा बनाइदिएको हो भाइरल यहाँ बिचमा मेचीमा कालीगुडी हेरेकै छैन दाम बढाउनलाई हो अनि कसको जग्गाको के फेरि अब फेर्न पुछाउन फेरि यहाँ ल्याएर बनाएको छ यहाँ को आउँछ फेर्न पुछ कि क्यासिनो खेला के को बोट हो यो यो ठुलो फल लाग्छ
के गर्ने छोरीले गाई देख्न नपाएको गाई देखेर छक्क परेर यहाँनिर हाई काउ फोटो ओके फोटो खिच्दैछु हेर है फोटो काउ खै मुमु मुमु साइकल पनि रहेछ कसो साइकल रहेछ सानो त्यो कसो साइकल साइकल पानी आएन पानी काउ हेर पछाडि काउ हाम्रोमा मरेर अलिकति एउटा पत्ता खाइयो ठ्याक्कै ठाउँ यही हो है हजुर पस्यो त धानबारीमा तर पल्टिन चाहिँ पल्टेन हो अनि त्यो ड्राइभर निरायो होला खोइ के भयो बजे धानबारीमा अब यो भुइँचालो आउनु लडिहाल्छ अब बिचारा कति स्थानीयलाई त अनि भाटभटेनीको आडमा पनि व्यापार भइरहेछ बुवाको काखमा पो राम दाजु कति वर्षको हुँदा कति वर्षको हुनुहुन्थ्यो 18 सालको ए यहाँ कति वर्षको हुनुहुन्थ्यो कत्रो हुनुहुन्थ्यो कत्रो यसलाई हाल्ना अनि यो चाहिँ पटाउनु परेन फोल्ड गरे राख्यो लुगा यसो मिलाएर सबैको पारेर राख्यो काठको हुन्छ यो इन्ट्रेस्टिङ झापाको भाइस मनपर्ने भनेको चाहिँ यो धानबारी हरियो परियो अनि एकदमै सिम्पल मिनिमलिस्टिक कुराहरूले पनि हो कि रमाइलो लाग्ने चाहिँ सबै चिज मिनिमलिस्टै हुन्छ अब आजको टिका पनि सकियो होइन त अब सकियो अब हामी घर जाँदैछौँ शेष यो चाहिँ हाम्रो भाइरल बाटो अरे हौ अहिले अब सी यु नेक्स्ट भ्लगमा आजको भिडियो चाहिँ घर गएर एडिट गरेर हाल्नुपर्छ